Nice to see you, man. After a long time. When are you coming again? The water? लास्टमा आइसक्रिम है लास्ट हो होइन के अझै छ बाँकी क्यारेट पाइनएप्पल फ्रुट्सहरू बाँकी छ दोस्को त सुतिसक्यो हेलो एभ्रिवान नमस्ते अस्सलामु अलैकुम सबैजनालाई स्वागत छ मेरो नयाँ ब्लगमा आजको ब्लग म चाहिँ 1:30 बजी स्टार्ट गर्दैछु किनभने धेरै काम थियो आज बिहान उठेर नुहाउनु थियो खाना पकाउनु थियो अनि त्यसपछि आज धेरै कामहरू छ विकेन्ड हो नि त आज सन्डे अनि आफ्टर लङ डे भनौँ न आफ्टर 6 डेज मलाई एक दिन बिदा पाइरहेछ सबै चिज गरेर सबै चिज गर्नुपर्छ नि त मलाई कामहरू यताउति त्यो दिन मैले गर्न भ्याउँदैन के विकडेजहरुमा त्यही भएर विकेन्डमा चाहिँ मलाई एक दिनको समय पाउँछ सबै चिज गर्नुपर्छ सफाई घरको हरेक A to Z काम गर्नुपर्छ के गर्ने अब लुगा सुगा धुनु छ उता साइडमा लुगा निकालेर राखिराछु घरमा पनि लन्ड्री छैन कि मेरो बाहिर जानुपर्छ सो अब एकछिनमा म खानासाना खाएर खाना पकाइसकेछु खानासाना खाएर लन्ड्री गर्छु तुम बाहिर कहीँ जान मन लाग्यो भने निस्किने सो अहिले यो खाना चाहिँ म रुममै लिएर आएर खाइरहेको छु किनभने बाहिर चिसो लाग्छ कि मलाई बाहिरको टेम्परेचर नर्मली हुँदैन कि ब्यालेन्स हुँदैन माथि र तलको हेर्न सक्नुहुन्छ खाना के छ हैन चिकन करी अनि अचार छ त्यो खाएर अनि हाम्रो गन्तव्यतिर जानुपर्छ सो गाइज अघि चाहिँ सोचेको थिएँ कि लन्ड्री गर्न जाउँ भनेर तर चाहिँ त्यति बेला एउटा सिन भयो कि कल आयो कि ठ्याक्कै मेरो साथीको सरी मेसेज आयो अनि त्यसमा भन्यो कि 6 बजे 7 बजे निस्किनुपर्छ भनेर कहाँ अनि बफे म्यान्डेरियन रे मैले सोधेँ कि अचानक कहाँबाट प्लान भन्यो होइन र त्यो प्लान चाहिँ एक हप्ता पहिला बनाएको थिएँ कि मैले चाहिँ आज भन्यो होइन आज चाहिँ फिक्स भयो अनि त्यसपछि ल ठिक छ अनि त्यसपछि म एकछिन सुतेँ अनि भर्खर उठिरहेको छु अब चाहिँ निस्किनुपर्छ जस्तो छ निस्किनुभन्दा अगाडि यो दारी सारी काटिदिउँ न पहिला होइन कति टाइमै लाग्छ 10-15 मिनट सो लेट्स गो फर द दारी तपाईँहरूलाई थाहा छ यो मैले टिमुबाट मगाएको छु क्या टिमु भन्यो सबभन्दा सस्तो सामानहरू पाउँछ कि त्यहाँ अफोर्ड गर्न सकिने सो मेरो चाहिँ बिग्रिरहेको थियो अनि मैले चाहिँ हतारमा यो मगाएको थिएँ $4 लिएको थियो तर यो $4 लिएको मैले सोच्नु हेरौँ फर्स्ट टाइम काट्न गइरहेको छु दारी मिलाउँछु मात्र कस्तो हुन्छ भनेर हेरौँ ट्राई खाएछ अनि पहिला पेपर चाहिँ तल राखिदिन्छु नत्र लास्टमा जाम भयो भने स्टक भयो भने गाह्रो हुन्छ मलाई नि काम छैन तिम्रो त यो सानो मात्र काम गर्छ है हेर्नु सो गाइस तपाईहरुले हेर्न सक्नुहुन्छ काट्न त काटेछ है मलाई लागिरहेको थियो काट्दैन भनेर तैपनि यसले गर्दा हो कि यसले त यसको फेल भयो तिम्रो प्रोडक्ट यसमा फेल भयो अनि अब चाहिँ निस्किनु पर्छ तर त्यो छिटै बन्द हुन्छ 8-9 बजेतिर त्यसको टाइम हुन्छ बन्द हुने सो लेट्स गो अनि म चाहिँ त्यहाँ साथीकै रुमबाट सायद आज भोलि काम छ भोलि त्यहीँबाट जानेछु सो आज चाहिँ मैले यहाँबाट लुगा लाउनुपर्छ कामको अनि खानेकुराहरू केही लाउनुपर्छ होइन बाहिरको मौसम हेर्न सक्नुहुन्छ है अँध्यारो हुन थाल्यो यसकोमा त आज दिनभरि म सुतिरहेँ कि अनि थाहै पाएन कि आजको दिन अनि तपाईँहरूलाई त्यो म्यान्डेरियन भन्ने थाहा छ त्यो भनेको चाहिँ खासमा क्यानेडियन अनि चाइनिज क्युजिन हो कि त्यहाँबाट अब तपाईँहरूले एउटा खासमा विकेन्डको छुट्टै बनाउँछन् अनि अरू विकडेजको चाहिँ छुट्टै हुन्छ प्राइसको कुरा गरेँ क्या मैले विकडेजमा सस्तो हुन्छ अनि विकेन्डमा महँगो हुन्छ त्यो चाहिँ थाहा भएन के रिजन हो तर क्यानेडियन सिटिजन जो छ नि तिनीहरूले चाहिँ फ्री हो के फ्री अफ कस्ट केमा थाहा छ क्यानाडामा अनि हाम्रो लागि त खासै केही छैन जस्ट नर्मली हामी इमिग्रेन्ट चाहिँ अब यो एडल्ट जुन छन् तिनीहरूको लागि चाहिँ ठिक छ तर बुढापाका अनि बच्चाहरूको लागि चाहिँ डिस्काउन्ट छ होइन निस्किनु पर्यो ढिलो भयो 6 बजे भन्ने थिएँ 5:30 यहीँ भयो जाने 40 मिनट लाग्छ सँगै एक दिन भेटौँ भनेर प्लान बनाएको थियो तिनीहरूले मलाई थाहा थिएन अनि आज चाहिँ प्लान भयो फिक्स अनि बोलाइरहेछ जे होस् त्यहाँ गएर हल्का इन्जोय हुन्छ होइन तपाईँहरूलाई पनि देखाउँछु म त्यहाँको के हो बफे म्यान्डेरियन भनेर
सो लेट्स गो गाइस। तपाईँहरूले लिबर्टी अफ स्ट्याचु देख्यो होला होइन, सरी स्ट्याचु अफ लिबर्टी। यहाँको स्ट्याचु अफ उत्यो हेर्नु, स्नोम्यान। हिजो नि आज विकेन्ड हो नि त, यहाँको मान्छेले चाहिँ हल्का रमाइलो गरेर रहेछन्। हिजोको भिडियोमा हेर्नु भएको होला है। ऊ चारैतिर त्यस्तै गरेका छन्, चारैतिर त्यस्तै छ। बिना ग्लोभ्सको हिँडिरहेको छ, कस्तो हातमा सुसु गरिरहेको छ। आमोस र सुलीको कोठामा पुगेर अब यहाँबाट हामी सँगै निस्किरहेको छ। अब यहाँ छौँ हाम्रो। ओ निस्किनु पऱ्यो, अघिसम्म त केही थिएन यार, भर्खरै यो त। अब हामी निस्किन लाग्छौँ सँगै। जस यहाँबाट के ट्रेन लिनु, बस लिनुपर्छ? माथि छ, त्यो त बन्द भइसक्यो। अर्को स्कार्ब्रोको के भन्छ हो यहाँको त बन्द भइसक्यो। होइन बन्द भइसक्यो। मर्ने हो त ओए साँच्ची लगाइहाल, मजा गरेँ होइन मैले, लगाइहाल, चेन्ज गरिहाल हो लुगा। साथी त सुतिसक्यो, 1 घन्टा लाग्यो कि सुतिरहेको छ मजाले। ल है हामी आइपुगे, ठ्याक्कै 1 घन्टा लाग्यो। खासमा जानुपर्ने त हाम्रो सुदीप र आमोसको रुमबाट त्यही नजिकै थियो, तर त्यहाँबाट मुभ भइसकेछ, पर्मानेन्टली क्लोज छ। थाहा छैन, मैले फोटो पठाएको थिएँ आमोसलाई, अनि यहाँ सर्यो। आउँदा आउँदा त हाम्रो साथी त सुतिसकेको थियो। केही छैन, मेडिटेसन त्यही हो, हल्का हल्का एक्सर्साइज हुन्छ नि त। अनि त्यहाँ रहेछ हाम्रो म्यान्डेरिन भन्ने, त्यहाँ गएर देखाउँछु। आइसक्यो हामी म्यान्डेरिन, यही हो। यसो मान्छेहरू खाएर निस्किरहेछन्। How are you, man? You man, after a long time. 7-8 months. ओहो खाना त बवालै बवाल छ त दोस्त। के छ, खाली पेट छ? हुँदैछ, घरबाट त खाएर आएन। ओहो सही छ के, यस्तो हल्लिरहेको छ उसले, अब देख्नै सक्दिनँ है, जस बनाइहाल्छ। अब यहाँ चाहिँ एकछिनमा खाना लाग्छ, खाना लिएर आउनुपर्छ प्लेटमा, आफैले सर्भ गरेर होइन दोस्त, आफैले लिनुपर्छ। अनि जति खान मन लाग्छ त्यति हो। ऊ चाहिँ मसँग काम गरेर चाहिँ 1.5 वर्ष, आफ्टर 7 मन्थ हामी चाहिँ भेटिरहेको छौँ होइन। जाजिल, you want to say something? You want to say something? Yeah, how are you feeling after meeting me after 7-8 months? You want to say something like you have something in your mind? No? Now you are my... Martin mission. You have to fire Martin, then I will come back. What do you think? I will fire Martin. I'm going to be in charge. So. Yeah, fire Martin. You must be a manager of Rosemary. We're not doing anything. तो शुरुआत किधर से करे? प्लेट से करे? Yeah man, I am full-time blogger. एउटा ब्लग उठाऊ न प्लेट। के हो दोस्त, पोर्क जस्तो लागिरहेछ। राइट, कहाँ मच्छी पोर्क के खाने हो, त्यो चाहिँ के हो? एग रोल मेरोमा हाल दोस्त, एग रोल एउटा राख्नु नि एकछिन, पहिला गरेर ठिक छ अहिले चाहिँ खाना ल्याइहालौँ अनि देखाउँछु हजुरलाई। सो हाम्रो नुडल्स, यो नुडल त फर्स्ट टाइम ट्राई गर्दैछु, थाहा छ त? यो फर्स्ट टाइम। ठिकै छ। सुदीपले यो लिएछ, आमोजले थोरै लिएको थियो, जार्जिलले सेम। अब 1 लट भ्याइसक्यो, अब अर्को लट लिन आएको छु म खाना होइन। सो ठिकै छ खाना, सबै खानेकुराहरू छन् होइन। यसो हेर्न सक्नुहुन्छ, स्यालेड आइटम अरू पनि छन्, जे होस्। लिएर फेरि 1 लट चाप्छु।
कि अर्को लट चाहिँ लिइसकेको छु सही रहेछ This is a Coke. What did you have right now? Pizza. I'm gonna get a dessert, man. साथीहरू अब डेजर्ट चाहिँ लिनु पर्यो होला है लास्टतिर थर्ड टाइम यसो प्यान केकहरू छ माथि लेखेको छ नामहरू Monetization. Yeah. Of course, I get views. I don't get no money. Do you get money or not? You have to post regularly, man. So हेर्न सक्नुहुन्छ केक सेक डेजर्ट अहिले लिइसकेपछि लास्टमा Competition. They have to do boom, boom, boom. Yeah, they have requirement to fulfill, In a man. row, 5 days in a row. So one day I miss. Yeah, Oh. it goes. That's why you should have consistency, man. तिम्रो कन्टिन्युस भन्दा सब्सक्राइब कति बढी छ I have right now 96 subscriber. I just started this new year, man. Guys, हामीले त अब लास्ट सकिहाल्यो है अब लास्ट भनेको आइसक्रिम लिनु छ ऊ पनि एकदम फुल भइसकेको छ अनि हाम्रो जार्जिल दोस्त उसले मलाई मेरो फर्स्ट काम लाउने भनेको ऊ नै हो जार्जिल यु रिमेम्बर म्यान यु हायर मी फर द फर्स्ट टाइम इट्स अ मोमो nobody's fired me, man. I quit the I didn't like the job, man. So त्यही हो अहिले अब सबै भयो जो खाना चाहिँ मिठो रहेछ तपाईँ पनि आएर एकचोटि ट्राई गर्नु यदि क्यानाडामा हुनुहुन्छ भने होइन होइन त ठिक लाग्यो नि कस्तो रिभ्यू दियो त यो त मिठै थियो तर अलिकति मासु हल्काले सोच्दा त गुलियो हुन्छ गुलियो गुलियो टाइप ग्रेभी टाइपको मसलादार हुन्छ तर गुलियो हुन्छ नि त्यो अरू त सबै राम्रो Or about you, man? What's the review on the menu? Sorry? Trash. यो खतरा दिन्छ फेरि एक लाइनमा We are hungry so we are eating. लास्टमा आइसक्रिम है लास्ट हो होइन कि अझै छ बाँकी क्यारोटहरू अब क्यारेट पाइनएप्पल फ्रुट्सहरू बाँकी छ दोस्को त्यो साथीहरू चाहिँ 3-4 राउन्ड म र सुदीप 3 है कि 4 राउन्ड Nice to see you, man, after a long time. When are you coming again? So हेर्न सक्नुहुन्छ माछाहरू दामी छ है के हाल्छ होला खानालाई बच्चा बेलाको याद आयो यार अनि तिमी ट्राई गर्ने के हाल्नै मन छैन कि यो अहिले त हावा पनि छिर्दैन पेटमा है कस्तो है सिनेमेटिक गाडीमा बस्यो है हामी गाडीमा त कोही मान्छे नै छैन 3जना हामी कतिवटा मान्छेहरू बस्न थाले मलाई चाहिँ ठिक लाग्यो है बर्थडे थियो त्यो होस् खानु चाहिँ आफ्नो नेपालको जस्तो नभएर पनि बर्थडे लाग्यो मलाई हामी चाहिँ आइपुग्यो है अब रुमतिर जुत्ता खोलेर अब रेस्ट गर्नु पर्यो होस् भोलिको लागि सामानहरू सबै लिएर आइसकेछु त्यहीबाट जे होस् अब भोलि सजिलो हुन्छ यहाँबाट जानमा आधी घन्टा लाग्छ अनि लुगासुगा यहीँ छ अल टुगेदर आई हेभ एभ्रिथिङ फर टुमरो सो अहिले चाहिँ म ब्लग एडिट गर्छु अनि एकछिनमा ब्लग पनि पोस्ट गर्नुपर्छ होइन अनि साथीहरू जे होस् माया देखाइदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् अनि लाइक कमेन्ट गर्न नबिर्सिनुहोस् Thank you so much for watching my vlog till the end. Hope you guys like my future vlogs so much. Bye bye. Take care. Good night.